दिमागलाई ठन्डा बनाएर अगाडि बढ्ने हो जिन्दगीमा, अनि मात्र सफलता भेटिन्छ। धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन्, तर तपाईँको खोजी कसैले गर्दैन। जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन, तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु। म एक्लो भएको होइन, समय अनि परिस्थितिले मलाई एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुराहरू टुटाउने गर्छ जिन्दगीमा। यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ। आफ्नो उमेर बढ्दैछ भन्ने भन्दा पनि बुवा आमाको उमेर घट्दैछ भन्ने चिन्ताले सताउँछ आजकल। चिन्ता नलिँदा हुन्छ, आज तिमीलाई देख्दा पनि नहेर्नेहरू भोलि तिमीलाई खोज्न पनि सक्छन्। ढोका सानो नै हुन दिनुस् घरको, जो निउरिएर भए पनि भित्र आउँछ सम्झनुस् उही आफ्नो हो। भाग्यमा छैन भने